Di dolchop sendolmi kurim de tara positive के को लागि खास गरी के बोल्दा आज हामी यहाँ तारा पूजा गर्दैछौँ खास गरी चाहिँ अब ताराको पूजा गर्दाखेरि चाहिँ घरमा दक्षिणाहरू हुने त्यस पछाडि दुख बिमारहरू नहुने दुख बिमारहरू भएको छ भने पनि अब छिटो निको हुनुको लागि बिमारीहरूको लागि धेरै फलदायक छ र अनि त्यस पछाडि धन सम्पत्तिको लागि मान्छे कुनै कार्यसिद्धि हुनु पर्यो भने कामहरू राम्रोसँग गर्नु पर्यो भने चाहिँ ती कामहरू गर्नुमा कुनै बाधा अर्चनाहरू छ भने चाहिँ त्यो छिटो हटेर चाहिँ सुलभ तरिकाले चाहिँ त्यो कामहरू गर्ने पहल गर्दाखेरि चाहिँ ताराको एक हाम्रो ताराको पूजा चाहिँ एकदमै महत्त्वपूर्ण मानेर छ त्यसमा पनि धेरै जस्तो गृहस्थी कृत्यहरूको लागि चाहिँ ताराको पूजा अति नै महत्त्वपूर्ण छ किन भन्दाखेरि चाहिँ तारा चाहिँ हाम्रो जुन बुद्धिस्टको धर्मअनुसार चाहिँ हामी सबैको जुन एउटा आमा जस्तो त्यसले गर्दाखेरि चाहिँ हामीले फर्मटमा पनि भन्छ त्यस कारणले गर्दाखेरि चाहिँ अब आमाले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हरेक छोराछोरीको इच्छाहरू चाहिँ छिटोभन्दा छिटो पुरा गरिदिने पहल गर्दाखेरि चाहिँ अनि तारालाई चाहिँ कुनै तरिकाले पनि हामीले अनि पूजा गर्न सकिन्छ जस्तो कि अब कामहरू भनेको छैन भने त्यो कामहरू भन्नुको लागि पनि तारा पूजा एकदमै महत्त्वपूर्ण छ त्यस पछाडि घरमा सुख शान्ति भएको नभएको खण्डमा अनि ताराको जुन मूर्तिहरू राखेर त्यस पछाडि लामाहरू लगाएर अनि ताराको पूजा गर्नु सक्यो भने चाहिँ घरमा सुख शान्ति हुने अनि घरमा लक्ष्मी हुने त्यस पछाडि घरको जयजयकारहरू नहुने यी कुराहरू चाहिँ तारा पूजा गर्दाखेरि अनि सम्पन्न हुन्छ त्यसले गर्दाखेरि चाहिँ तारा पूजा महत्त्वपूर्ण मान्ने गरिन्छ यो तारा पनि धेरै किसिमको हुन्छ भने हजुर यो कुन कुन तारा चाहिँ हाम्रो लागि बढी आवश्यक पर्छ खास गरेर चाहिँ ताराको जुन रूप भनेको तपाईँले हामीले थाहा पाएको चाहिँ 21वटा छ 21वटा ताराको जुन रूप छ तर खास गरेर चाहिँ मेन चाहिँ अनि हरियो तारा चाहिँ मेन हो र उहाँको जुन रूप र अनि उहाँको लीलाद्वारा उत्पन्न भएको जुन रूप भनेको चाहिँ 21वटा छ त्यो 21वटाको रूप धारण गरेर चाहिँ उहाँले विभिन्न तरिकाद्वारा चाहिँ अनि प्राणीहरूको जुन उद्धार गरेको हुनाले गर्दाखेरि चाहिँ उहाँको रूप 21वटा भएको छ खास गरेर चाहिँ उहाँको मेन रूप खास गरेर चाहिँ एउटा मात्रै हो तर उहाँले जुन विभिन्न लीलाहरूद्वारा चाहिँ प्राणीहरूको जुन उद्धार गर्नेको क्रममा चाहिँ अनि उहाँको रूप 21वटा भएको छ त्यसले गर्दाखेरि चाहिँ खास गरेर चाहिँ हामीले यो हरियो तारा चाहिँ मेन नै हो तर त्यस पछाडि चाहिँ अनि सेतो तारा त्यसै गरेर चाहिँ अब रातो छ त्यस्तै गरेर चाहिँ अब पाएको छ अनि त्यो जुनै पनि हुन्छ तर खास गरेर चाहिँ हामीले यो हरियो तारा चाहिँ राखेर चाहिँ पूजा गर्नु सकेपछि चाहिँ अब अरू 21वटा सबै उहाँमै समेट्ने भयो चाहिँ त्यही एउटा मात्रै राखेर उहाँको पूजा गर्नु पनि यो ढोलमा अथवा तारा पनि शान्त रूप क्रोधी रूप दुईटा रूप हुन्छ कि यसमा हजुर अब ढोलमाको जुन रूप भनेको नि 21वटा भित्र कुनै चाहिँ क्रोधितको छ अलिकति जुन रिसाल तरिकाले जस्तै कि कुनै भूत प्रेतहरूको लागि चाहिँ त्यो आफ्नो बसमा राख्नुको लागि ती भूत प्रेतहरूलाई नियन्त्रण गर्नुको लागि चाहिँ उहाँले अनि क्रोधितको रूप धारण गर्ने गरिन्छ त्यो बाहेक अरू समयमा चाहिँ उहाँले शान्त भएर अनि प्राणीहरूको उद्धार गर्ने गरिन्छ र प्राणी भन्नाले अब सम्पूर्ण प्राणीहरू नै अब उहाँको जुन एउटा आफ्नै छोराछोरी जस्तो मानिरहेको छ उनीहरूले जे जस्ता कार्यहरू गर्न चाहेको छ तीहरू चाहिँ अनि उहाँले प्रार्थना गर्दाखेरि चाहिँ सम्पन्न गराइदिने पहल गर्दाखेरि चाहिँ अब ताराको त्यस्तो महत्त्वपूर्ण छ काठमाडौँमा यो डोल्माको कुबाको ठाउँहरू नेहरू त्यस्ता यस्तो कुन ठाउँमा छ होला मूर्ति भएको काठमाडौँमा ताराको जुन तीर्थस्थल भएको ठाउँ भनेको चाहिँ फर्पिङमा छ फर्पिङमा जुन गुरुपद्मा सम्भावको जुन
असुर गुफा छ त्यो भन्दा अलि तल मुनिपट्टि चाहिँ अनि ताराको जुन रूप साँच्चीकै शिलामा निस्किएको त्यो कसैले नभनाइकन चाहिँ त्यो आफै उत्पन्न भएको उहाँको जुन महत्त्वपूर्ण तीर्थस्थल भनेको चाहिँ नित्यलाई मानिरहेको छ। त्यो बाहेक भक्तपुरमा एउटा जुन तारा बोल्ने तारा भनेको छ पहिले परापूर्व कालमा अब बोलेको उहाँ आफैले अनि वचन मूर्ति पारेर चाहिँ वचन निकालेर केही त्यहाँ उहाँहरूलाई चाहिँ अब जस्तो प्रवचनहरू दिएको हुनाले गर्दाखेरि चाहिँ त्यहाँ पनि एउटा ताराको तीर्थस्थल छ। त्यस्तै गरेर अब ताराको मेन रूप भनेको चाहिँ तपाईँको हामीले बुझ्ने हो भने चाहिँ अनि कुन्दु सम्मु भनेको छ। कुन्दु सम्मु या त युम भन्छ प्रज्ञापारमिताको रूप हो खास गरेर चाहिँ उहाँको बुझ्ने हो भने चाहिँ अब हामीले देख्दाखेरि चाहिँ अब साधारण जुन एउटा मूर्ति र एउटा स्त्रीको जुन रूपमा देखिन्छ तर खास गरेर साँच्चीकै बुझ्ने हो भने चाहिँ त्यो एउटा शून्यताको रूप हामी सबैले बुझ्नुपर्ने एउटा तथागता हुन्छ। तथागतालाई चाहिँ हामीले एउटा प्रज्ञापारमिता आमाको रूपमा लिन्छ। त्यो हुनाले गर्दाखेरि चाहिँ उहाँको रूप खास गरेर चाहिँ त्यो त्यसले गर्दाखेरि हामी सबैले तारालाई चाहिँ बुझेर चिनेर उहाँको रूप भनेको साधारण जस्तो नठाने कारण यो चाहिँ किन भन्दाखेरि चाहिँ बुद्धले जुन प्रवचन दिँदाखेरि पनि प्रज्ञापारमिताको जुन प्रवचन दिनुभएको छ दोस्रो अनि त्यो प्रज्ञापारमिताको रूप भनेको चाहिँ ताराको अथवा यो कुन्दु सम्मु भनेको छ समुद्रको तरफको हामीले भनिन्छ माता बनेको छ। नेपालीमा भने त्यो हामीले हिम भन्छ तर माता चाहिँ हामीले अनि दिने भनिन्छ खास गरी प्रज्ञापारमिताको रूप त्यसरी चाहिँ हामीले हामी बुझ्न सकिन्छ। मेन अब एउटा फर्किङमा भयो त्यस पछाडि भक्तपुरमा भयो त्यसै गरी चाहिँ अब यता तल यो छिटेपाटीको कुनातिर पनि ताराको मन्दिरहरू छ। जे होस् अब जुनै ताराको जुन मन्दिरहरू जाँदाखेरि पनि हामीले अब त्यहाँ जाँदाखेरि चाहिँ हामी भक्तजनहरूले चाहिँ खास गरी चाहिँ आफ्नै आमाको जुन हाम्रो खास गरेर आफ्नो आमाहरू भिन्नै हुन्छ तर पनि हामी सबैको एउटा आमा हो भन्ने खालको म चाहिँ उहाँको पाउनु पुगेको छु भन्ने खालको चाहिँ हामीले महसुस गर्न सक्यो भने चाहिँ र अनि उहाँले प्रार्थना गरेर चाहिँ हामीले पाठ पूजाहरू गर्नु सक्यो भने चाहिँ त्यो श्रद्धापूर्वक गरेको रहेछ भने चाहिँ हामीले चिताएको कुराहरू चाहिँ छिटोभन्दा छिटो अनि सम्पन्न हुने ताराको उत्पत्ति चाहिँ खास कहाँ भएको होला? ताराको उत्पत्ति भनेको खास गरी चाहिँ एउटा अक्षरबाट भएको छ। तपाईँको त्यो शून्यताको रूपसँगै र अनि तम भन्ने अक्षरबाट चाहिँ अनि उत्पन्न भएको छ। तम भन्ने एउटा हरियो अक्षर अब हामीले यहाँ त्रिमूर्ति भन्छ नि छोलौँ टुलसौँ भन्छ छेकु भनेर धर्मकाय त्यस पछाडि चाहिँ सम्भोकाय त्यस पछाडि निर्माणकाय भन्ने भन्छ। अनि ताराको जुन हामीले बुझ्दा ताराको जुन लोक भनेको चाहिँ अमिताभ बुद्धको जुन लोकनुपर्ने गरेको छ र अनि अमिताभ बुद्धको लोकभित्र पनि अनि विभिन्न खालको लोक भएको माध्यमबाट अनि तारा र अनि अवलोकेश्वरको लोक भनेको चाहिँ एउटै हो पोतला भन्छ। अनि पोतला भन्ने ठाउँमा चाहिँ उहाँको जुन सृष्टि भएको सृष्टि कसरी भयो त भन्दाखेरि चाहिँ एउटा हरियो तम भन्ने अक्षरबाट चाहिँ उहाँको सृष्टि भयो हुनाले गर्दाखेरि चाहिँ त्यो अक्षरबाट उहाँको रूपको सृष्टि भयो र त्यही रूपद्वारा चाहिँ अनि एउटा बोधिसत्वको जुन कार्यक्रम हुन्छ उहाँले किन भन्दाखेरि चाहिँ 10औं भूमिमा बसेर चाहिँ सम्पूर्ण प्राणीहरूको हित चिताउने र सम्पूर्ण प्राणीहरूलाई चाहिँ सहयोग पुर्याउने र सम्पूर्ण प्राणीहरूको उद्धार गर्ने पहल गर्दाखेरि चाहिँ उहाँलाई हामीले एउटा बोधिसत्वको रूपमा पनि दिन सकिन्छ। त्यो भनेको सम्भोकायको अन्तर्गत पर्ने गरिन्छ। त्यसले गर्दा हामीले त्यसहरू चाहिँ हामीले बुझ्न सकिन्छ। ताराको जुन उत्पत्ति सृष्टि कहाँबाट भयो त भन्दाखेरि चाहिँ एउटा तम भन्ने हरियो अक्षरबाट चाहिँ उहाँको जुन सृष्टि भएको छ जस्तो कि गुरुपद्म समूहको जुन कमलको फुलभित्र भएको छ
त्यो जस्तै गरेर चाहिँ अब ताराको चाहिँ तम भन्ने आशीर्वाद चाहिँ सृष्टि भएर चाहिँ अब हामी सबैले किन भन्दाखेरि चाहिँ उहाँले एउटा आफ्नै बालबच्चाको जुन रूपमा हेरेर चाहिँ उहाँले सहयोग पुऱ्याउनु भयो गर्दाखेरि हामीले पनि उहाँलाई नै त्यसरी नै अब एउटा आमाको रूपमा लिएर या त उहाँले त्योभन्दा राम्रो रूपमा लिनु सक्यो भने चाहिँ पण्य पारमिताको रूपमा लिएर चाहिँ हामीले अनि पार पूजा गर्न सकिन्छ। विशेष गरी यो नयाँ वर्ष ल्होसारको आसपासमा यो ताराको पूजा धेरै गरिँदैछ। अघि पछि नै ताराको पूजा गर्दा हुन्छ कि यो ल्होसार पछि मात्रै ल्होसारको आसपासमा गर्ने नयाँ वर्ष लागेपछि गरिने हो खास यो पूजा चाहिँ? खास गरी चाहिँ हामीले ताराको पूजा जहिले गर्दा पनि हुन्छ। अब अहिले ल्होसारको आसपासमा भन्नाले गर्दाखेरि अब यो हाम्रो नयाँ ल्होसारको 1 महिना यो पहिलो महिना चाहिँ हामीले तादा भुमजुर्की दह पर्ने गरिन्छ। ता दह भनेको हुन्छ यो पहिलो महिना चाहिँ हामीले भन्नुपर्दाखेरि चाहिँ अब एउटा हामीले बुझ्नु पर्दाखेरि चाहिँ बुद्धले शक्ति प्रदर्शन गरेको जुन महिना पर्ने गरिन्छ र यो महिनाभित्र चाहिँ हामीले कुनै पनि धार्मिक कामहरू गरेको रहेछ भने चाहिँ त्यो चाहिँ अघि पछि गरेको भन्दा पनि अनि एकचोटि यो महिनामा गरेको चाहिँ अब लाखचोटि गरेको बराबर भन्ने भावले गर्दाखेरि चाहिँ यो पहिलो महिनाको आसपासमा चाहिँ मान्छेले धेरै अनि पुण्यको कामहरू गर्ने गर्दछ। यो खास कारण चाहिँ त्यो हो। त्यसले गर्दाखेरि चाहिँ अब मान्छे अरू समयमा गरेको भन्दा पनि मान्छेलाई धेरै फल चाहेको हुनाले गर्दाखेरि चाहिँ अब त्यो फलको आशाले गर्दाखेरि पनि मान्छेले यो पहिलो महिनामा चाहिँ अनि यो धर्मको र ताराको जुन पूजा आजा गरिन्छ। र एउटा चाहिँ किन भन्दाखेरि चाहिँ अब हामीले सधैँ गर्नु नसके भने पनि वर्षमा एकचोटि गर्दाखेरि चाहिँ हामीले खास गरी ल्होसारकै यो महिनामा पारेर गर्दा पनि हुन्छ र अनि यो हामीले सभा दवा अनि चौथो महिनामा पारेर गर्दा पनि हुन्छ। खास गरी चाहिँ अब हामीले वर्षाको जुन नियमित पूजाको रूपमा पनि हामीले ताराको पूजा गर्न सक्छौँ। यो महायान बुद्ध धर्ममा 4वटा सम्प्रदायहरू जस्तो निङ्मा, कग्यु, साक्य र गेलुप यी 4वटा सम्प्रदायले चाहिँ ताराको पूजा गर्छ कि यो हामी खास गरी हामी निङ्मा सम्प्रदायले मात्रै यो पूजा गरिन्छ? यो ताराको पूजा 4वटा सम्प्रदायले गर्ने गरिन्छ। यो अघि अगाडि भनेको जस्तै यो 4वटा सम्प्रदाय कहाँबाट सुरु भयो त भन्दाखेरि कहाँबाट 4वटा जुन सम्प्रदाय सुरु भयो त भन्दाखेरि चाहिँ पहिले भारतमा जुन बुद्धको जुन शासनकालमा 4वटा सम्प्रदाय थिएन। त्यो पछि गएर चाहिँ अब तिब्बतमा पुगेर तिब्बतमा जुन धर्म स्थापना भयो 7औं शताब्दीको अन्तिमतिर र अनि 8औं शताब्दीको सुरुवाततिर चाहिँ अब गुरुपदमा सम्भव त्यस पछाडि चाहिँ शान्ति रक्षित त्यस पछाडि ठिचौँ देवजन राजा उहाँ 3वटाको कृपाले गर्दाखेरि चाहिँ तिब्बतमा पहिलो जुन धर्ममा स्थापना भयो। त्यस पछाडि स्थापना कालदेखि तपाईँले आएर चाहिँ 11औं शताब्दीसम्म चाहिँ अब त्यहाँ महायानको धर्म भन्ने थियो र अनि त्यसपछि चाहिँ अनि जस्तो कि भारतको जुन महासिद्धि पुरुषहरू गएर जस्तो कि तिलोपाको जुन शिक्षाहरूको तर्फबाट आएको चाहिँ कयुबा भनेर चाहिँ हामीले अहिले पनि बुझ्ने गरिन्छ। त्यसै गरेर चाहिँ साक्याबाको जुन के भन्छ साक्याबा भनेको जुन एउटा सम्प्रदाय सुरु भयो त्यो भनेको भारतकै एउटा विरूप भनेको जुन महासिद्धि पुरुषले चाहिँ तिब्बतमा गएर चाहिँ सिकाउनु भएर उहाँले सिकाउनु भएको जुन पहिलो जुन शिक्षा भनेको तपाईँले अनि साक्य पण्डितले लिन सकिन्छ। उहाँद्वारा जुन आएकोले हामीले साक्याबा भन्ने गरिन्छ। त्यस पछाडि गेलुप सम्प्रदायको जुन सृष्टि भएको छ त्यसले गर्दाखेरि चाहिँ अब यो तिब्बतमा मात्रै 4वटा सम्प्रदाय मान्न सकिन्छ। हामीले चाहिँ तिब्बतबाट आएकोमा चाहिँ 4वटा सम्प्रदाय छ। यो पहिलो निङ्मा भयो, त्यस पछाडि कयु अनि साक्य गेलुप भनेको चाहिँ त्यसलाई हामीले निङ्मा भन्दैन शर्मा भन्छ। किनभने त्यो नयाँ 3वटा जुन हाँगाहरू उत्पन्न भयो हुन गर्दाखेरि त्यसलाई चाहिँ हामीले अनि शर्मा भन्ने गरिन्छ। अब हामी
उहाँहरू पनि बुद्धकै जुन त्यो सूत्र भनेको छ त्रिपिटका नै अध्ययन गरेर चाहिँ बस्ने भाव हुँदै गर्दाखेरि चाहिँ त्रिपिटकालाई चाहिँ हामीले कस्तो रूपमा लिन्छ भन्दाखेरि चाहिँ त्यसबाट पनि अब सूत्र पिटिका भनेको छ त्यो चाहिँ पञ्चपारमिताको हो। त्यसले गर्दाखेरि पञ्चपारमिताको जुन प्रवचन दिँदाखेरि चाहिँ उहाँले खास गरेर चाहिँ शून्यताको कुराले चाहिँ लक्षित गरेर चाहिँ उहाँले प्रवचन दिनुभएको छ। अनि त्यसकै रूपमा चाहिँ हामीले तारालाई माने भाव भन्दाखेरि चाहिँ चारैवटा सम्प्रदायले चाहिँ हामीले ताराको पूजा